सम्माननीय सभामुख महोदय, सर्वप्रथम म राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका लागि आफ्नो अमूल्य जीवनको आहुति दिने भाद्र 23 र 24 लगायत सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। सम्माननीय सभामुख महोदय, नेपालमा भाद्र 23 र 24 गते अवैधानिक ढङ्गबाट रासपाको अघोषित नेतृत्वमा रङ्गक्रान्ति सफलतापूर्वक सम्पन्न भयो। फागुन 21 गते आम निर्वाचन मार्फत नीलो क्रान्तिलाई वैधानिकता प्रदान गरियो। चैत्र 13 गते भव्य धार्मिक अनुष्ठान सहित श्री बालेन्द्र शाहज्यूलाई प्रधानमन्त्रीको शपथ ग्रहण गराइयो। यो ऐतिहासिक विजयका लागि रासपा तथा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूलाई म नेकपा एमालेको तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु। सम्माननीय सभामुख महोदय, यो अभूतपूर्व विजयमा आन्तरिक रूपमा कसको निर्णायक भूमिका रह्यो? तथ्यहरूले के स्पष्ट गर्दछन् भने मुख्यतः नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार, कार्की आयोग, बारबरा फाउन्डेसन एनजिओ आदि संस्था तथा पात्रहरूको यो विजयमा निर्णायक भूमिका रह्यो। त्यसैले ती संस्था तथा पात्रहरूलाई पनि म नेकपा एमालेको तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु। सम्माननीय सभामुख महोदय, यो जादुमय विजयका लागि बाह्य दृष्टिले कसले निर्णायक भूमिका निर्वाह गरे? असंख्य तथ्यहरूले के स्पष्ट गर्दछन् भने अदृश्य शक्तिहरू, टिओबी, एआई, अल्गोरिदम, गोएबल्सहरू जसले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका नायकहरूलाई खुखार खलनायक र हत्याराको रूपमा स्थापित गरे, जसले देश जलाउने र आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रहरूलाई महानायक बनाए, ती संस्था र पात्रहरूले नै बाह्य रूपमा यो जादुमय निर्णायक भूमिका खेले। त्यसैले यस ऐतिहासिक क्षणमा म ती सबै पात्रहरूलाई पनि नेकपा एमालेको तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु। सम्माननीय सभामुख महोदय, यो चमत्कारिक विजयले के असाधारण प्रश्नहरू जन्माएको छ। कुन उद्देश्य प्राप्तिका लागि सिंहदरबार, शीतल निवास, बालुवाटार, सर्वोच्च अदालत, राजनीतिक नेतृत्व र निजी निवासहरू, प्रहरी चौकी, व्यावसायिक प्रतिष्ठानहरू सुनियोजित ढङ्गबाट जलाइयो? कुन उद्देश्य प्राप्तिका लागि कसले ती अबोध विद्यार्थीहरूलाई निषेधित क्षेत्र तोड्न उक्साइयो? कुन उद्देश्य प्राप्तिका लागि हतियारबद्ध टिओबीहरू 23-24 गते तिलस्मी रूपमा प्रकट भए? कुन उद्देश्य प्राप्तिका लागि गैर कानुनी ढङ्गबाट पूर्व प्रधानमन्त्री तथा गृहमन्त्रीहरूलाई गिरफ्तार गरियो? कुन उद्देश्य पूर्ति गर्न राजनीतिक नेतृत्वहरूलाई गिरफ्तार गर्ने प्रपञ्च रचिँदैछ? कुन उद्देश्य पूर्तिका लागि देशव्यापी रूपमा दमन चक्र र राज्य आतंक मचाइँदैछ? कुन उद्देश्य प्राप्तिका लागि विद्यार्थी तथा पेशाकर्मीहरूको सङ्गठित हुने मौलिक अधिकारलाई बलात् खोसिँदैछ? कुन उद्देश्यका लागि मिडिया ट्रायल, साइबर आतंकको सृजना गरिँदैछ? सम्माननीय सभामुख महोदय, निश्चय पनि भविष्यले यी प्रश्नहरूको सही जवाब दिँदै जानेछ। तर यी प्रश्नहरू र यस्तै यस्तै प्रश्नहरू हामी सम्पूर्ण ताकत सहित राज्यलाई सोध्नेछौँ। निरन्तर यो गरिमामय सदनमा आवाज घन्काउनेछौँ। सम्माननीय सभामुख महोदय, यो ऐतिहासिक क्षणमा
प्रतिपक्षको भूमिका निर्वाह गर्ने जनादेश बोकेर आउनुभएका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा श्रम संस्कृति पार्टी, राप्रपा र स्वतन्त्र मानिसजीहरूलाई पनि धेरै धेरै बधाई र शुभकामना भन्न चाहन्छु। सम्मानीय सभामुख महोदय, अन्त्यमा यो अभूतपूर्व विजयले पराजित पक्षलाई पनि गम्भीर शिक्षा दिएको छ। यसले आफ्ना कमी कमजोरीहरूलाई सच्याउने अवसर दिएको छ। यो पराजय फगत अस्थायी हो। पराजित सेनाले छिट्टै सिक्दछ, त्यसले पराजयलाई छिट्टै विजयमा बदल्न सक्दछ। धन्यवाद।